सम्पूर्णमा नमस्कार व्यक्त गर्न चाहन्छु। साथीहरू, आज म तपाईहरूको माझमा एउटा सानो विषय लिएर उपस्थित भएको छु र यो विषय अति नै महत्त्वपूर्ण छ। मानिस या मान्छे। यो मानिस या मान्छे सुन्दाखेरि पढ्दाखेरि त एउटै जस्तो लाग्छ, तर यो चीज अलग अलग छ र यसको भिन्नता म तपाईहरूको माझमा प्रस्तुत गर्न गइरहेको छु। एकछिन सुनिदिनु हुन चाहिँ अनुरोध पनि गर्न चाहे तपाईहरूप्रति। मानिस भनेको त्यो हो जोसँग चेतना, विचार, बुद्धि, विवेक र सबैलाई एउटै दृष्टिकोणले हेर्ने, बुझ्ने र मानव जातिको चाहिँ चिन्ता गर्ने, मानवीय विकासको बारेमा सोच्ने व्यक्ति तपाईको मानिस हो। र मानिस त्यो प्राणी हो जो समाजको हित र अधिकारको लागि सधैँ अगाडि रहन्छ र आफ्नो देश र आफ्नो समाजको लागि सधैँ अग्रपन्थीमा रहन्छ। त्यो मानिस हो। अब मान्छेको त भन्ने कुरा, मान्छे त्यो व्यक्ति हो जो विभेद, छुवाछुत, सानो ठुलो, उच नीच, भेदभाव प्रकारको भावना राख्दछ, त्यो मान्छे हो। र मान्छेको विशेषता के रहेको छ भने उसले चाहिँ सधैँ सामन्ती पुँजीपतिको चाकरी गर्ने र तल्लो दर्जाको पीडित, दलित समुदायदेखि लिएर सम्पूर्ण जनजाति पिछडे वर्गमाथि चाहिँ एउटा नराम्रो दृष्टिकोणले हेर्ने र त्यसलाई दाब्ने काम गर्छ। त्यो मान्छे हो। मान्छेमा पाइने धेरै प्रकारका नराम्रा विविधिहरू छन्। जस्तै उसले समाजलाई एउटा 2-3 प्रकारले हेर्छ। एउटा चाहिँ निम्न पुँजीपति वर्ग, एउटा पुँजीपति वर्ग, एउटा चाहिँ मजदुर वर्ग भनेर 3 प्रकारमा छुटाएको छ। त्यो मान्छे हो। त्यो सधैँ यसै प्रकारले चल्नुपर्छ भन्ने भनाइ राख्छ, त्यो मान्छे हो। जियो और जिने देऊ भन्ने जो भनाइ राख्छ, त्यो मान्छे हो। त्यस्तै समाजमा हामी मान्छे होइन मानिस बन्न जरुरी छ। जबसम्म हामी मान्छे रहन्छौँ, समाजमा कहिल्यै पनि विकास हुन सक्दैन, समाज कहिल्यै पनि अगाडि बढ्न सक्दैन। समाज सधैँ समाजमै लडिरहन्छ। त्यसैले हामी समाजभन्दा माथि भएर सोच्नु जरुरी छ। हामी मान्छे हुन आवश्यक छ, मानिस हुन आवश्यक छ मान्छेबाट। त्यस्तै मान्छेले दलित बनायो, जनजाति बनायो, पिछडी वर्ग बनायो, होइन? त्यस्तै सानो ठुलो बनायो। यी सबै के हुन् भने तपाईका हारेका प्रतीक हुन्। दलित भनेको तपाईको शोषण गर्ने, उत्पीडित गर्ने वर्गसँग हारेको समाज हो। त्यस्तै धर्म पनि विज्ञानसँग हारेको समाज हो।
अहिलेसम्म तपाईँको जबसम्म यो जितेको समूहले हारेको समूहलाई दबाइराख्छ तबसम्म चाहिँ समाजमा रूपान्तर आउन सक्दैन। हारेको समाजलाई त्यसलाई चाहिँ अगाडि बढ्न दिनुपर्छ र त्यसलाई सही चिजलाई अगाडि बढ्न दिनु पर्यो र गलत चिजलाई चाहिँ रोकेर त्यसको विरोध गर्नु पर्यो। त्यो काम चाहिँ मान्छेले गर्न सक्दैन, त्यो मानिसले मात्रै गर्दछ। त्यस्तै अब हामीले चाहिँ जब हामी मान्छे रहन्छौँ भने त्यो मान्छेको पहिचान के त भने चाहिँ मान्छे भनेको एउटा गुलाम। कोही काङ्ग्रेसको गुलाम छ, कोही एमालेको गुलाम छ, कोही चाहिँ रापार्काको गुलाम छ, कोही रासपाको गुलाम छ। यी सबै जति पनि मान्छेहरू छन् ती सबै तपाईँको कुनै न कुनै पार्टी, धर्म, जाति, लिङ्गी, क्षेत्रीयका गुलाम रहेको कारणले यो गुलामीबाट मुक्त हुनको लागि जबसम्म हामी मानिस हुन सक्दैनौँ तबसम्म गुलामीबाट मुक्त हुन सकिँदैन। र हामी सही प्रकारको नेता नेतृत्व हामी चुन्न सक्दैनौँ। त्यसैले गर्दा हामीले बुझ्न जरुरी छ। हामीले इतिहासलाई जसले बुझ्दैन, इतिहास जसले हेर्दैन, इतिहासमा कसले जनताप्रति र समाजप्रति राम्रो काम गरेको छ त्यो नबुझेसम्म हामीले चाहिँ समाजलाई रूपान्तर गर्न सक्दैनौँ। हामीले चाहिँ जिजुबाजेको पालादेखि नै हाम्रो यो पार्टी, हाम्रो त्यो पार्टी भनेर त्यसरी चाहिँ हामीले खेताला गर्न थाल्यौँ भने हाम्रो जिन्दगी चाहिँ व्यर्थ जान्छ। त्यसैले गर्दा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई म के आग्रह गर्न चाहन्छु भने हामीले चाहिँ अहिले नयाँ पार्टी भनेको केवल नेपाल कम्युनिस्ट पार्टीलाई मात्र नयाँ भन्न मिल्छ, किनकि गणतन्त्रको जन्मदाता, गणतन्त्र तपाईँको नायक, गणतन्त्रको बुवा भनेको नै प्रचण्ड हो। त्यसैले गर्दा अहिले हामीले चाहिँ नेपाल कम्युनिस्ट पार्टीलाई चाहिँ आफ्नो गरिमाय मत दिएर उहाँलाई चाहिँ विजय गराउन हुन सम्पूर्णमा म आग्रह गर्न चाहन्छु। हस्त, धन्यवाद।